हेलो साथीहरू, आज चाहिँ भने तपाईँहरूलाई म के देखाउन गइरहेको छु, कृपया पुरा भिडियो हेरिदिनु होला। आज चाहिँ भने त्यो लोकल मार्केटबाट एउटा माछा लिएर आएको थिएँ, जसको नाम चाहिँ मुङ्गरी माछा भन्छ। अब मुङ्गरी माछा, क्याटफिस पनि भन्छ यसलाई। यो चाहिँ जहाँ तहीँ पनि पाउँदो रहेछ, तर यो सरकारको मुताबिक अनुसार खानका लागि चाहिँ योग्य छैन माछा भन्छ। त्यही भएर लिएर आएको। आज यसैलाई बनाउने प्रोग्राम राखेको छु। हेरौँ के हुँदो रहेछ। जिउँदै माछा लिएर आएको, जिउँदै यसो ताजा हो भनेर लिएर आएको। यसलाई चाहिँ अहिले पानीमा राखेर अब धुने कार्यक्रम हुँदैछ। अब यसलाई धुएर पनि पखालेर पनि अब काट्ने कार्यक्रम अब सुरु भयो। अब यसलाई काटेर पनि पिस बनाइसक्यो। अब 3 रेलमा लिएको माछा यति भयो। अब तेलमा फ्राई गरेको। अब तेलमा फ्राई गरेर हेर्दै खाउँ लाग्छ। तर जति